फाइनल्ली साथीहरू सरकार निर्माणको प्रक्रिया भर्खरबाट सुरु भएको छ र चुनाव जितेपछि अबको सरकार कस्तो रहला र अबको मन्त्री प्रधानमन्त्री र सांसदहरू को मन्त्री बन्लान् भन्ने यथावत प्रश्नहरू र शङ्का उपशङ्काको घेराबन्दीमा राष्ट्रिय स्वतन्त्र पार्टी थियो र धेरैजनाहरूको चासो थियो कि अब बन्ने सरकार कस्तो रहला र कस्तो बन्ला र के जनताहरूको अपेक्षा अनुसारको सरकार बन्ला त के मन्त्रीमण्डल विस्तार होला त कहिलेबाट यो सुरु होला भन्ने प्रश्न जनमानसको दिमागमा खेलिरहेको थियो र आज भर्खरै चाहिँ सरकार निर्माणको कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेता बालेन शाह रवि लामिछाने र स्वर्णिम वाग्ले र डिपी अर्याल बीचको छलफल अहिले जुटिरहेको छ। अब के आउला त निष्कर्ष कि गृहमन्त्री को बन्लान् र को सांसदहरू मन्त्रीमण्डलमा बस्लान् र को चाहिँ त्यहाँ चुनिने हुन् भन्ने अझ पनि तपाईँहरूको मनमा प्रश्न छ र मलाई विश्वास छ कि अहिलेको यो छलफलले जनताको जनअपेक्षा अनुसार काम गर्ने राम्रो व्यक्तिलाई चाहिँ मन्त्रीमण्डलमा छनौट गरियोस् गर्नुपर्छ र गर्छन् भन्ने आशा छ र अबको गृहमन्त्री पनि राम्रै मान्छे बनाउनुपर्छ भन्नेमा हामी ढुक्क छौँ र जनताको पक्षमा काम गर्ने नेतृत्व चाहिएको छ। त्यही स्वरूप अहिलेको सरकार बनोस् र कोही कतैबाट पनि छलकपट र कहीँ कतैबाट पनि पार्टी फुट्ने हिसाबले त्यहाँ सहमति नहोस् भनेर भन्न चाहन्छु। अबको गृहमन्त्री को बन्लान् साथीहरू कमेन्ट गर्नुहोला।